टेलिभिजनमा जनसवाल कार्यक्रममा सबभन्दा पहिला म श्री कृष्ण महर्जनको तर्फबाट स्वागत लस्कुस अनि अभिवादन। आजको यो जनसवाल कार्यक्रममा हामीले पछिल्लो राजनीतिक घटनाक्रम भन्दाखेरि अहिले चुनावको विषयमा सबै ठाउँमा चर्चा परिचर्चा छ। चुनावमा विशेष गरी दुईटा गठबन्धनको कुरा व्यापक रूपमा बाहिर आइरहेका छन्। एउटा गठबन्धन भन्दाखेरि वाम गठबन्धन जसमा एमाले र माओवादी केन्द्र समावेश भएको साथै अन्यले पनि साथ दिएको अवस्था, अर्कोतिर कांग्रेसको नेतृत्वमा अन्य दलहरूले साथ दिइरहेको अर्को लोकतान्त्रिक गठबन्धन भनिरहेको अवस्था छ। यो दुईटा गठबन्धन बीचको प्रतिस्पर्धा देखिने फेरि अर्को मधेसवादी पार्टीहरूको अर्को गठबन्धन पनि नभएको होइन। तैपनि अहिलेको अवस्थामा दुईटा गठबन्धन बीचको यो प्रतिस्पर्धाको चुनाव प्रदेशसभा र प्रतिनिधि सभाको यो चुनावको विषयमा केन्द्रित भएर कुराकानी गर्नका लागि राजनीतिक विश्लेषक सोमत घिमिरेलाई आमन्त्रण गरेका छौँ। उहाँसँग कुराकानीतर्फ लागौँ। सोमतजी नमस्कार। अहिलेको जुन चाहिँ दुईटा गठबन्धन बीचको प्रतिस्पर्धा हुँदैछ प्रदेशसभा र प्रतिनिधि सभाको चुनाव, यो गठबन्धन जब कांग्रेसले चाहिँ आफ्नै ढङ्गको गठबन्धन सुरु गर्यो त्यसको अवस्थामा पुग्दाखेरि फेरि मधेसवादीहरूले पनि अर्कै गठबन्धन बनाइयो। हेर्दाखेरि प्रमुख रूपमा दुईटा गठबन्धन, तर भित्री रूपमा हेर्ने हो भने तीनटा गठबन्धन जस्तो देखिएको छ। यसलाई तपाईँले कसरी हेर्नुभएको छ? यो होइन, निर्वाचनको बेला आफ्नो नजिककोसँग मिल्नु र स्थिर सरकारको 5 वर्षसम्म एउटा सरकारको परिकल्पना गर्नु नाजायज कुरा होइन। वामपन्थीहरूको गठबन्धन चाहिँ बाध्यताबाट बन्यो। वामपन्थीको मत जहिले पनि भुइँ तहमा वामपन्थीहरूको मत धेरै हुने, तर सिंहदरबारमा टुप्लुक्क बस्न चाहिँ अर्को आइपुग्ने वा काङ्ग्रेस आइपुग्ने लामो समय त्यस्तो भयो र वामपन्थीहरूले आफ्नो गठबन्धन बनाए जुन अलिक सिस्टमेटिक छ। र वामपन्थीको गठबन्धनदेखि काङ्ग्रेस एक किसिमले ओहो के हुन लाग्यो, हामी त बाहिर परियो भनेर उसले पनि गठबन्धनको प्रयास गर्यो। यद्यपि काङ्ग्रेसको गठबन्धन धेरै व्यवस्थित सङ्गठित हुन सकेन, किनभने उसले मधेसवादीसँग पनि एटेम्प्ट गरेको थियो, लेनदेन मिलेन। त्यसो भएको हुनाले निर्वाचनको प्रक्रियामा यसलाई स्वाभाविकै मान्न सकिन्छ। यी गठबन्धनहरू, यो जुन गठबन्धन देखिएको छ, यो गठबन्धन देख्नुलाई चाहिँ निर्वाचनको परिणाम आफू सिङ्गल उठ्दाखेरि निर्वाचनको परिणाम जुन आउँछन् त्यो निर्वाचनको परिणाम आफ्नो पक्षमा नआउने, आफूले चाहिँ जित्न नसकिने, 2 नम्बर प्रदेशको निर्वाचनको स्थानीय तहको निर्वाचनको परिणाम यो सबै हेरेर नै विशेषतः अकस्मात रूपमा प्रचण्डजी र ओलीजीको गठबन्धन सुरु भयो भनिन्छ। तपाईँलाई कस्तो लाग्छ? यस्तो भयो, वामपन्थीहरूले एक्लै अब एमाले अलिकति प्रयास गरिरहेको थियो एक्लै आउँछ कि भनेर। अब उसले एक्लै ठुलो पार्टी हुने देखेन। खास गरी एमालेको जहाँ मधेसमा मतदाताहरू धेरै छन्, एमाले मधेसमा कमजोर छ र पहाडमा एमाले र माओवादीका केही कम्पिटेटिभ ठाउँहरू छन् मध्य पहाडमा, र त्यहाँ पनि माओवादी र एमाले लड्ने फुत्किएर काङ्ग्रेस आउने चान्स देख्यो एमालेले। र माओवादी तेस्रो हुने, कतै माओवादी र काङ्ग्रेसले मिलेर अगाडि बढ्यो भने त एमाले त 5 वर्षसम्म सरकारभन्दा बाहिर, सिंहदरबारभन्दा बाहिर पर्ने एमालेलाई डर। र माओवादी त जसरी पनि तेस्रो कति हुने, तेस्रो हुँदा पनि अनेक गठबन्धन गरेर सरकार बनाऊ टुटाऊ नराम्रो अनुभव भयो। कहिले ओलीसँग यही विगतको अनुभव पनि त धेरै राम्रो भएन माओवादीको। त्यसो भएको हुनाले उहाँहरूले पार्टी एकता सहितको गठबन्धन भनेर अलिकति दीर्घकालीन सोच राख्नु भएको छ। यद्यपि विचारमा कति दीर्घकालीन छ, उहाँहरूले बहुमत ल्याइसकेपछि के गर्नुहुन्छ चित्र धेरै स्पष्ट छैन। तर म आफू व्यक्तिगत रूपमा गठबन्धनलाई चाहिँ सकारात्मक रूपमा हेरेको छु। यो गठबन्धन जुन बनाइएको छ यो स्थिर सरकारको कुरा ल्याइरहेका छन् अहिले, विशेष गरी वामपन्थीहरूको यो गठबन्धनले। तर संविधान जारी भएको समयमा, जारी गर्नुभन्दा अगाडि यिनीहरूले काङ्ग्रेस, एमाले, माओवादीले लामो समयसम्म चाहिँ एकता भएर जाने, सरकार चलाउने भन्ने कुरा त ल्याएको थियो नि त्यो बेलामा। यदि यो गरेको भए स्थिर सरकारको त्यो बेलादेखि नै थियो, तर गर्न सकिएन। के भएर यस्तो भएको? होइन, अब फेरि त्यस्तै कुरा। हाम्रो दलहरूसँग एउटा गठबन्धनको संस्कृति छैन कि अहिलेको हाम्रो निर्वाचन प्रणालीले यसले गठबन्धनको माग गर्दछ। दुईटा पार्टीहरू वा तीनटा पार्टीहरू के कुरामा प्रतिस्पर्धा गर्ने र के कुरामा मिल्ने भन्ने त्यस्तो लेखाजोखा छैन कि उहाँहरू ट्याक्कै मिल्नुहुन्छ कि उहाँहरू प्रतिस्पर्धा मात्रै गर्नुहुन्छ। खास नेपालको अहिलेको स्थितिमा संविधान कार्यान्वयनको लागि उहाँहरू मिल्नुपर्ने र निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने हो। तर हामीले बहुदलीय अभ्यास अलिक कम गरेको हुनाले, हाम्रो राजनीति परिपक्व नभएको हुनाले
अर्थात् हाम्रो राजनीतिमा जुन परिपक्वता देखिनुपर्ने हो त्यो नदेखिएको हुनाले कहाँनिर प्रतिस्पर्धा गर्ने र कहाँनिर मिल्ने भन्ने अप्ठ्यारो छ। त्यो अप्ठ्यारोको कारणले जस्तो संविधान घोषणा गर्नभन्दा बाहेक त दलहरू एक ठाउँमा हुन सकेनन् नि। यद्यपि त्यो बेलाको संविधान घोषणा पनि मधेसवादी दलहरू बाहिर परे। संविधान घोषणा गर्ने जस्तो कुरा, संविधान जस्तो कुरामा त बाहिर पर्नु हुँदैन थियो। त्यस्तो भएको हुनाले हामीसँग गठबन्धनको संस्कृति, मैले के भनिराखेको छु भने गठबन्धनको संस्कृति भनेको सर्टेन मुद्दामा मिलेर जाने, सर्टेन मुद्दामा बहस गर्ने, सर्टेन मुद्दामा आलोचना पनि गर्ने हुनुपर्ने त्यो हो। तर हामीसँग त्यो अभ्यास छैन, हाम्रो नेतृत्वले त्यो अभ्यास गर्न सकेन। अहिलेको जुन चाहिँ गठबन्धन देखिएको छ, भागबन्धनै गरेर गठबन्धन, प्रतिशोधी छुट्याएर चाहिँ गठबन्धन बनाएको छ। विशेष त कम्युनिस्टहरू भनिने वाम पार्टीहरू जुन चाहिँ एमाले र माओवादी बिचको एकतासम्मको उहाँहरू चाहिँ पार्टी एकताको सम्मको कुरा गर्नुहुन्छ। चुनावको परिणामले त्यसमा चाहिँ कतिको प्रभाव पर्न सक्ने, चुनावमा अन्तर्घात हुन सक्ने सम्भावना। हिजो त पानी बाराबार थियो यी दुईवटा पार्टी, सबभन्दा बढी नमिल्ने पार्टी कार्यकर्ता लेभलमा त अहिलेसम्म पनि त्यही कहीँ कहीँ त छ होला। त्यो तुस रहनु स्वाभाविक हो। र अहिले पनि पार्टी एकताको लागि धेरै विषयमा विमर्श गरिएको छैन, धेरै विषयमा छलफल गरिएको छैन। जस्तो उदाहरणको लागि माओवादी जनयुद्धलाई एमाले कसरी हेर्ने, एमालेको बहुदलीय जनवादलाई माओवादी केन्द्रले कसरी हेर्ने लगायतका केही प्रश्नहरू छन्। समाजवादी यात्रा भन्नुभएको छ उहाँहरूले, समाजवादको मोडल के हो, चरित्र के हो, कस्तो खालको समाजवाद हो, अब त्यसमा बहस भएको छैन। अब कहाँनिर कुरा छ भने अहिलेको निर्वाचन कम्फर्टेबल भयो उहाँहरूलाई भने त्यसले एकताका लागि आधार तयार पार्छ, एकताको बाटोमा हिँड्न मद्दत गर्छ। अहिलेको निर्वाचनमै नसोचेको घात, नसोचेको प्रतिघात र धेरै अप्ठ्यारा उल्झनहरू आयो भने त्यसले धेरै तिक्तता बढाउँछ र त्यसले पार्टी एकता पनि अप्ठ्यारोमा पार्छ। त्यसो भएको हुनाले उहाँहरूले अहिले पार्टी एकता, निर्वाचनको अगाडि पार्टी एकता भन्नै पर्यो। पार्टी एकता गर्छौँ भनेपछि मात्रै निर्वाचनमा षड्यन्त्र कम हुन्छ, निर्वाचनमा घात प्रतिघात कम हुन्छ। होइन निर्वाचनका लागि मात्रै तालमेल हो भन्ने हो भने हिजो हामीले धेरै ठाउँमा देख्यौँ निर्वाचनको मात्रै तालमेलले भोट आउँदा रहन्छ। त्यसो भएको हुनाले उहाँहरूका केही बाध्यताहरू पनि छन् पार्टी एकता भन्नुपर्ने, र वामपन्थी पार्टीहरू मिल्नु नपर्ने पनि कारण छैन। तर मिल्दाखेरि प्राविधिक रूपमा मिल्ने कि राजनैतिक रूपमा मिल्ने भन्ने प्रश्न चाहिँ मुख्य हो। यसको अर्थ तपाईँले भन्नु खोज्नुभएको अहिले प्राविधिक रूपमा मात्रै एकताको कुरा गरिरहेको छ, त चुनावको लागि चाहिँ यो भन्नै पर्ने बाध्यता नेताहरूले भनिरहेको, यति पनि भनेनन् भने कार्यकर्ताहरूले साथ दिँदैनन् भन्ने कुरा हो। तर अब राजनैतिक रूपमा उहाँहरू कसरी अगाडि जानुहुन्छ, विषयहरूलाई कसरी विमर्श गर्नुहुन्छ, कसरी छलफल गर्नुहुन्छ, खाटी 60 र 40 को भागबन्डाको आधारमा पार्टी एकता भयो भने त्यो पार्टी एकता धेरै पार्टी एकतै हुँदैन त्यो। किनभने हाम्रा पार्टीहरूमा गुट छन्, उपगुट छन्, महागुट छन्, नेतै बिच्छेका गुट छन्। अब त्यत्रा गुटहरू ल्याएर एक ठाउँमा घोलमेल बनाउन गाह्रो छ। तर विचार विमर्श नयाँ बनाउने, नयाँ सिराबाट गफ गर्ने, नयाँ सिराबाट समाजवादको व्याख्या गर्ने, नयाँ सिराबाट नेपाली समाजको व्याख्या गर्ने प्रक्रियामा लाग्नुभयो दुईटा पार्टी भने फेरि एकता असम्भव पनि होइन। तर राजनैतिक नेतृत्वले यसलाई प्राविधिक रूपमा डिल गर्ने कि यसलाई राजनैतिक रूपमा डिल गर्ने भन्ने प्रश्नको उत्तर चाहिँ अझसम्म आएको छैन। म देख्दिनँ त्यो प्रश्नको उत्तर। विशेष त केपी शर्मा ओलीको विगतको चाहिँ बोल्ने शैली देखेर लिएर जुन चाहिँ उखान टुक्का राख्ने, अरूलाई घोच्याउने, एकदमको प्रहार गर्ने, शब्द प्रहार गर्ने जुन लामो समयसम्म गर्नुभयो उहाँले, अहिले आएर उहाँको अलिकति त्यसमा सुधार भएको हो। ओली चाहिँ अतिवादी मान्छे हो नेपाली राजनीतिमा। उहाँले अतिवादको प्रतिनिधित्व गर्नुहुन्छ। विरोध गर्न परे पनि उहाँ अति विरोध गर्नुहुन्छ र समर्थन गर्न परे पनि उहाँ अति समर्थन गर्नुहुन्छ। हिजो माओवादीसँग पनि उहाँले धेरै अति नै विरोध गर्नुभयो, अहिले उहाँ अति नै मिल्नु भएको छ। यो अतिवादी चरित्र हो। अतिवादी चरित्रले धेरै ठिक बेठिक वस्तुस्थितिको मूल्याङ्कन गर्दैन, धेरै विश्लेषण गर्दैन, कि ट्याक्कै विरोधमा लाग्छ कि ट्याक्कै समर्थनमा लाग्छ। अहिले उहाँ समर्थनमा हुनुहुन्छ, मलाई त्यस्तो लाग्छ। अहिलेको अवस्थामा उहाँको परिवर्तन भएको भन्दाखेरि अरूलाई घोच्याउने, अरूलाई त्यस्तो शब्द प्रहार गर्ने बोल्ने शैलीमा अहिले चाहिँ कङ्ग्रेसको तुलनामा पनि नरम भएको जस्तो चाहिँ देखिन थालेको छ। उहाँको त्यो अहिले बाध्यता छ, किनभने उहाँले लामो समयसम्म एमालेको आज माओवादीको साह्रै नै ठुलो विरोध गर्नुभयो र अहिले विरोध गर्न पाइएको छैन, विरोध गर्न मिलेको छैन, विरोध गर्न भएको छैन। पार्टी एकैसम्मको कुरा चलिराखेको होला, धेरै विरोध गरेर त अर्थ छैन। त्यसो भएर उहाँको यो शैली मान्छेको त्यो उमेरमा उहाँ फेरिनुहुन्छ, धेरै नै ड्रास्टिक चेन्ज आउँछ भन्ने त गाह्रो कुरा छ। तर उहाँमा केही मात्रात्मक परिवर्तन बाध्यताले भएकै छ। एमाले भित्रकै
अरू नेताहरूलाई अलि अप्ठ्यारो परेको छ माधवकुमार नेपालदेखि लिएर वामदेव गौतम लगायतका नेताहरूलाई ओलीजी र प्रचण्डजी मिलेपछि अलि अप्ठ्यारो महसुस गर्न थालेको छ भन्ने कुरा पनि सुनिन्छ यस्तो तपाईँले चाहिँ विश्लेषण गर्नुभएको यसमा माओवादीतिरका पनि केही नेतालाई अप्ठ्यारो लागेको होला जो नेता माओवादीको अहिले केन्द्रीय स्तरको पहुँचमा थिए र एमाले भित्र पनि केही नेतालाई अप्ठ्यारो लागेको होला कि आफ्नो पहुँच आफ्नो स्थान गुम्छ कि भन्ने डरले तर पार्टी एकताका लागि त्यो कुरा धेरै बाधक होइन पार्टी एकताको त एउटा विधिमा गर्नु पर्यो कार्यकर्ताको व्यवस्थापन एउटा विधिमा गर्नु पर्यो कुनै पनि कार्यकर्ताले आफू असुरक्षित भएको महसुस गर्नु भएन आफू भएको वातावरणमा भएको महसुस गर्नु भएन मेरो पनि ठाउँ छ मेरो पनि मौका छ मेरो पनि स्पेस छ मेरो पनि भविष्य छ भनेर देख्ने गरी एकता भन्ने कुरा चाहिँ राजनैतिक कुरा हो अर्थात् कस्तो सङ्गठन बनाउने सङ्गठन निर्माणको आधार के हो कि नेपालमा कम्युनिस्टहरूले राम्रोसँग सङ्गठनिक संरचनाको निर्धारण गर्न सकेका छैनन् उहाँहरू भन्न त लेनिनवादी सङ्गठन भन्नुहुन्छ तर उहाँहरूको सङ्गठन उत्तरदायी जनपक्षीय सङ्गठन उहाँहरूले निर्माण गर्न सक्नु भएको छैन कि उहाँहरू व्यक्तिलाई प्राधिकार मानेर अगाडि बढ्नु भएको छ व्यक्ति पूजामा हुनुहुन्छ कहिले उहाँहरूले आफ्नो अब नेपालको कम्युनिस्टहरूमाथि सिरियस क्वेसन एउटा के हो भने नेपालको कम्युनिस्ट पार्टीहरूको सञ्चालनको विधि के हो त्यसको छानिने विधि के हो त्यसको निर्वाचित हुने विधि के हो त्यसले सञ्चालन गर्ने विधि के हो पार्टी कार्यकर्ताहरूको सार्वभौम सत्ताको विधि के हो पार्टी कार्यकर्ता भने नेताका दास होइन पार्टी कार्यकर्ता भने नेताका हली पनि होइनन् र नेताका गोठाला पनि होइनन् कि उहाँहरूको सार्वभौमता कसरी अभ्यास हुन्छ दुईटा नेता ट्याक्क मिल्ने बित्तिकै सारा कुरा मिल्ने दुईटा कुरा नेता झगडा गर्ने बित्तिकै सारा झगडा गर्ने जुन परिपाटी छ यो विधिभन्दा बाहिरको हो यो व्यवस्थाभन्दा बाहिरको हो दुईटा नेता झगडा गर्दा पनि कसरी विधिसम्मत झगडा गर्ने कसरी कार्यकर्ताको सार्वभौम सत्ताको अभ्यास गर्ने मैले कार्यकर्ताको सार्वभौम सत्ता किन भनिराखेको छु भने कार्यकर्ताका आवाजहरू नै आउन छोड्यो नेतृत्वका अगाडि कार्यकर्ताहरू दास जस्ता भए त्यसो भएको हुनाले अब यदि उहाँले पार्टी एकता गर्ने हो भने वैचारिक प्रश्न र साङ्गठनिक प्रश्नमा धेरै नै ठुलो छलफल र विमर्श गर्न जरुरी छ कि त्यति सोझै सजिलै चुनावी तालमेल होइन पार्टी एकता भनेको विचारको कुरा तात्कालीन कार्यनीतिको कुरा दीर्घकालीन सोचको कुरा मधेसलाई हेर्ने दृष्टिकोण अहिलेको तात्कालीनमै एमाले र माओवादीको यत्रो मतभेद छ नेपाली राष्ट्रियतालाई पुनर्वासित गर्ने कुरा माओवादी र एमालेको बिचमा यी तात्कालीन कुरा हुन् जनजातिलाई हेर्ने कुरा सङ्घीयतालाई नै व्यवस्थापन गर्ने कुरा भनेपछि यी सबै पहाडहरू बोकेर यी सबै मतभेदका पहाडहरू बोकेर पार्टी एकताको अर्थ छैन यी मतभेदहरूलाई रचनात्मक र सृजनात्मक ढङ्गले बहस गर्दै पार्टी एकता गर्ने हो भने त्यो एउटा अवसर पनि छ फेरि तपाईँ अहिले हेर्दै हुनुहुन्छ इन्डियन न्युज टेलिभिजनमा जनसवाल कार्यक्रममा हामीले राजनीतिक विश्लेषक सोमत घिमिरेसँग कुराकानी गर्दैछौँ अब भने छोटो विश्रामपछि पुनः हामी कुराकानीतर्फ लाग्नेछौँ झिगु तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा ख्या ठिठी बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगु लोमङ्का दिमते नेवाला इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रममा फेरि पनि तपाईँलाई स्वागत छ म श्री कृष्णको तर्फबाट हामी कुराकानी गर्दैछौँ अहिलेको अवस्थामा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम यो चुनावसँग केन्द्रित भएर गठबन्धन बनाइएका विषयहरूसँग केन्द्रित भएर कुराकानी गर्दैछौँ राजनीतिक विश्लेषक सोमत घिमिरेजी तपाईँले जुन चाहिँ वाम गठबन्धन अहिलेको लागि जायज छ ठिक छ भन्ने कुरा भन्नुभयो अधिकांश वामपन्थी विचारधारा राख्नेहरू कम्युनिस्ट विचारधारा राख्नेहरूले भनिरहेका छन् तर एउटा कुरा उहाँहरूले सोचेको वाम गठबन्धन यो पार्टी एकता पनि यस्तो ठुलो बनाउने यो गठबन्धन पनि यति ठुलो बनाउने अन्य कम्युनिस्ट पार्टीहरूलाई पनि समावेश गराउने लगायतका कुराहरू उहाँहरूले चाहिँ योजना बनाउनु भएको थियो तर अहिलेसम्म आउँदाखेरि सँगै आएको डाक्टर बाबुराम भट्टराई पनि फेरि चाहिँ कङ्ग्रेससँग गएको र अरूलाई पनि ल्याउन नसकिरहेको जस्तो देखिन्छ के हो यो चाहिँ उहाँ नेतृत्वले चाहिँ जे भूमिका खेल्नुपर्ने उहाँहरूलाई स्थान दिनुपर्ने त्यो दिन नसकेको कि के हो त यो पुरा पर्फेक्ट त अहिलेको होइन तर नेपालको इतिहासमा यतिको सिस्टमेटिक गठबन्धन चाहिँ भएको थिएन खास गरी 48 पछिका निर्वाचन हेर्ने हो भने ठाउँ ठाउँमा केही तालमेलहरू भएको थिए ती तालमेलहरू पनि कति घात अन्तर्घातहरू भएको थिए त्यसो भएको हुनाले यो गठबन्धन नेपालको इतिहासमा नेपालको कम्युनिस्टहरूको गाली गलौजको संस्कृतिमा कम्युनिस्टहरू त एउटालाई गाली गर्नु पर्यो भने साह्रै भित्तै पुर्याएर गाली गर्ने जात हो
साह्रै नै भित्तै पुर्याएर अनेक लेनिन माओका कोटेसनहरू उद्धरण गरेर भित्तै पुर्याउने। तर अहिलेको गठबन्धन एक कदसम्म नेतृत्वले ह्यान्डल गर्न सकेकै हो। जहाँसम्म बाबुरामको प्रश्न हो, बाबुरामजी पहिलोपटक अहिले इथिकल देखिनु भयो। उहाँ आफूले वामपन्थी मार्क्सवादप्रति असहमति जनाएर नयाँ शक्ति बनाउनु भयो। उहाँले त भनिरहनु भएको हो यसले देशको अब उपचार गर्दैन, म नयाँ विचार नयाँ सङ्गठन नयाँ कुराको पार्टी बनाउँछु भनेर भन्नुभयो र नयाँ शक्ति बनाउनु भयो। फेरि उहाँ वाम तालमेल हुने छाँट देख्ने बित्तिकै सभागृहमा आउनुभयो र भन्नुभयो म पनि वामपन्थी नै हुँ है। तर उहाँको केही लेनादेना मिलेन र फेरि काङ्ग्रेससँग जानुभयो। अर्थात् उहाँ सुरुमै सभागृह नआइकनै काङ्ग्रेससँग गएको भए उहाँको एउटा लाइन हुन्थ्यो। त्यसो भएर बाबुरामजीप्रति म धेरै टिप्पणी गर्न चाहन्न। उहाँ भित्तामा हुनुहुन्छ, उहाँ कर्नरमा हुनुहुन्छ, उहाँलाई के गाली गर्ने। जो राजनीतिक रूपमा धेरै पछाडि हुनुहुन्छ अहिले, नेपाली राजनीतिको एउटा टावरिङ पर्सनालिटी, आफ्नै परिस्थितिले आफ्नै विचारले अहिले उहाँ धेरै छेउ लाग्नु भएको छ। म उहाँलाई धेरै आलोचना गर्दिनँ। तर उहाँ पहिलोपटक इथिकल चाहिँ देखिनु भएन। र अरू सिपी मैनालीको पार्टी, मोहन विक्रमको पार्टी, उहाँहरूसँग जे प्रयास गरिरहनु भएको छ प्रचण्डजी ओलीजीहरूले, यो प्रयास सकारात्मकै छ निर्वाचन सम्मानका लागि। तर मेरो प्रश्न चाहिँ कहाँ हो भने पार्टी एकताका लागि यो प्रयासले पुग्दैन, पार्टी एकताका लागि यो ढाँचाले पुग्दैन। पार्टी एकताका लागि बृहत वैचारिक छलफलको ढोका कहाँबाट खुल्छ? बृहत नमिलेका विषयहरूलाई मिलाउने गरेको बहस, माथा पच्चिसीको बहस कहाँबाट हुन्छ? त्यो पार्टी एकता ज्ञानमा आधारित हुने कि पार्टी एकता विचारमा आधारित हुने कि पार्टी एकता यसै मिलाउँ न त नेतालाई मन पर्यो भनेर हुने भन्ने कुरामा मैले उत्तर पाएको छैन। त्यसो भएको हुनाले अहिले उहाँहरूलाई हतार छ, फुर्सद छैन। निर्वाचनसम्म यो ठिकै छ, तर निर्वाचन पछि उहाँहरू कसरी जानुहुन्छ, कसरी विषयहरूलाई प्रस्तुत गर्नुहुन्छ, कसरी विषयहरूको उप छलफल र टिप्पणी गर्नुहुन्छ, त्यो चाहिँ हेर्न बाँकी छ। अहिले पछिल्लो समयमा जुन चाहिँ कङ्ग्रेसले एक ढङ्गको आरोप लाग्छ, अब यो वाम गठबन्धन भनेको एक ढङ्गको कम्युनिजम व्यवस्था ल्याउनको लागि भोलि यदि वाम गठबन्धनले चाहिँ बहुमत ल्याइयो भने त्यो अवस्थामा हाँस्न पनि नपाउने, रोनु पनि नपाउने भन्ने शब्द पनि अहिले चर्चाको विषय बनेको छ। प्रधानमन्त्री स्वयंले भन्नुभएको छ। यो एक ढङ्गको आरोप प्रत्यारोप जस्तै शब्द आइरहेको छ, यो कतिको जायज? नेपाली कङ्ग्रेसले 2048 सालको निर्वाचनको क्याम्पेनमा सबभन्दा बढी बनेको कुरा त्यही हो। कम्युनिस्टलाई जिताउनु भयो भने कम्युनिस्टले व्यक्तिगत सम्पत्ति राख्न पनि दिँदैनन्। कम्युनिस्टलाई जिताउनु भयो भने बुढाबुढी मार्छन्। कम्युनिस्टलाई जिताउनु भयो भने केही रहँदैन यो भनेर उसले 48मा भनेको हो। र अहिले अरू केही नपाएर, अरू मुद्दाहरू केही नपाएर वामपन्थीहरूका कार्यक्रमप्रति वामपन्थीहरू स्वयंको बाटो के हो भन्ने प्रश्नलाई ओझेल पारेर वा वामपन्थीहरूका नीति तथा कार्यक्रम घोषणापत्रहरूमाथि काङ्ग्रेसले टिप्पणी गर्ने जानेन र उनले 2048 सालको पुरानो बासी नारा लिएर आएको छ। र नेपाली काङ्ग्रेसले बुझे हुन्छ यी कम्युनिस्टहरूले कहीँ साम्यवाद ल्याउँछन्, संसदबाट साम्यवाद संसारमा कहीँ आउँछ। कम्युनिजम त मजदुरहरूले काम गर्दा गर्दै कारखानाबाट घोषणा गर्ने कुरा हो। कम्युनिजम त किसानहरूले खेतमा काम गर्दा गर्दै आलीबाट घोषणा गर्ने कुरा हो। सशस्त्र सङ्घर्षबाट घोषणा हुने कुरा हो। मजदुर किसानहरूले जागेर गर्ने कुरा हो। निर्वाचनको मतबाट कहीँ संसारमा साम्यवाद आउँदैन। निर्वाचनको मतबाट कहीँ संसारमा नयाँ जनवाद आउँदैन। नेपाली काङ्ग्रेसले नबुझेको कुरा मात्रै हो। ट्रेडिसनल कम्युनिस्टहरूले यिनीहरूलाई भनिरहेका छन्, माओवादीहरूलाई, एमालेलाई, यी कम्युनिस्ट पार्टी नै होइन, एक खालका कम्युनिस्टहरूले भनिरहेका छन् यी कम्युनिस्टै होइन, यी कम्युनिस्टका नामका मात्रै हुन् भन्ने आलोचना खेपिरहेका यी पार्टीहरूलाई काङ्ग्रेस डराउँछ, तर्सिन्छ र केही नपाएर भन्छ कतै यिनले कम्युनिस्टै ल्याउँछन् कि। कम्युनिस्ट ल्याउनु भन्ने कुरा त्यति सहिलो र खेलाँची कुरा होइन। साम्यवाद ल्याउनु भन्ने कुरा वा नयाँ जनवाद ल्याउने भन्ने कुरा, समाजवाद ल्याउने भन्ने कुरा त्यस्तो निर्वाचनको माध्यमबाट 5 वर्ष सरकारले घोषणा गर्ने कुरा होइन। नेपाली कङ्ग्रेसले यो कुरामा आफूलाई सैद्धान्तिक रूपमा प्रष्ट पार्न सकेन। नेपाली कङ्ग्रेसले गर्नुपर्ने के थियो भने कि नेपाली एमाले र माओवादी केन्द्रको घोषणापत्र, यिनीहरूका नीति तथा कार्यक्रम, यिनीहरूले हिँड्न खोजेको बाटोमाथि टिप्पणी गर्नुपर्ने थियो। जुन कुरा आउँदै आउँदैन उतै कुरामा टिप्पणी गरेर बसिया छ, जुन कुरा हुँदै होइन उतै कुरामा टिप्पणी गरिसकेको छ। कतै यिनले साम्यवाद ल्याउँछन् यी कम्युनिस्टहरूले। एकातिर नेपाली काङ्ग्रेस भन्दैछ कम्युनिस्टहरू भ्रष्टाचारी छन्, अर्कोतिर भन्दैछ कम्युनिस्टहरूले निजी सम्पत्ति राख्न पनि दिँदैनन्। निजी सम्पत्ति नै राख्न नदिने भने किन भ्रष्टाचार गर्छन्? मैले के भन्न खोजिरहेको छु भने नेपालको कम्युनिस्ट आन्दोलनको अहिलेको मुड वा माओवादी केन्द्र र एमालेको अहिलेको बाटो त्यो बाटै होइन, त्यो बाटै होइन। उहाँहरूले संसदीय प्रतिस्पर्धा मार्फत कङ्ग्रेससँगै प्रतिस्पर्धा गरेर संसदीय प्रतिस्पर्धा मार्फत निर्वाचनको माध्यमबाट आफू सिंहदरबारमा गएर केही कार्यक्रमहरू प्रस्तुत गर्न सकिन्छ कि भनेर हेरिरहनु भएको छ, जुन बृहत लोकतान्त्रिक ढाँचाभित्र हो। र यो हामीले काङ्ग्रेसले जुन निर्माण गर्न खोजेको गठबन्धनलाई लोकतान्त्रिक भन्यौँ मानौँ र वाम गठबन्धन लोकतान्त्रिक होइन जसरी कि नेपाली कङ्ग्रेसले आफूलाई लोकतन्त्रको पर्याय बुझाउँछ, तर नेपाली कङ्ग्रेस खुला उदारवादी बजार व्यवस्था मान्छ।
अहिले नेपाली काङ्ग्रेसले नीति कार्यक्रमहरूले अहिले स्वास्थ्य शिक्षा यति महँगो भएको छ। यद्यपि कम्युनिस्टहरू पनि यसमा धेरै गतिला छैन। कम्युनिस्टहरू पनि त्यस्तो एकदम पर्फेक्ट छैन। कम्युनिस्टहरूको बाटो र काङ्ग्रेसको बाटो कहाँनिर उस्तै पनि छ। कहाँनिर झुक्किन्छ, कुन काङ्ग्रेस हो कुन कम्युनिस्ट हो त्यो सत्य हो। तर अहिले कङ्ग्रेसले जे आरोप लगाइरहेको छ त्यो आरोपमाथि कुनै सत्यता छैन। किनभने साम्यवाद वा जनवाद भन्ने कुरा यसरी निर्वाचनको माध्यमबाट आउँदैन। रुसमा लेनिनले गरेको माध्यमबाट आउँछ, चीनमा माओ सेतुङले गरेको माध्यमबाट आउँछ। त्यो बाटै छैन अहिले। अनि के को आरोप लगाइरहने? त्यसबाट त्यो आरोपका पछाडि म तुक देख्दिनँ र नेपाली काङ्ग्रेसले आफूलाई परिमार्जन गर्न नसकेको हो। अहिलेको अवस्थामा भन्दाखेरि चाहिँ कङ्ग्रेस र यो वाम पार्टीको गठबन्धन भनौँ, उहाँहरूको चाहिँ सैद्धान्तिक आधार भनेको एउटै हो भन्नेहरू पनि छन्। एउटा लोकतान्त्रिक समाजवादलाई चाहिँ स्वीकार गर्ने हो र उनीहरू चाहिँ कार्यक्रमको हिसाबले मात्रै भिन्नै हो, नत्र त कङ्ग्रेस भन्नु र वामपन्थी भन्नु के भिन्न छ र भन्नेहरू पनि छन्। अब यो संविधानलाई हेर्ने दृष्टिकोण र यो संविधानलाई कार्यान्वयन गर्ने दृष्टिकोणमा काङ्ग्रेस एमाले र माओवादी बीच केही भिन्नता छैन। यो संवैधानिक दायरामा हेर्ने हो भने, यो संवैधानिक फ्रेममा हेर्ने हो भने, यो संवैधानिक ढाँचामा हेर्ने हो भने तर केही कार्यक्रमहरू फरक हुन सक्छन्। अब शिक्षालाई हेर्ने दृष्टिकोण, कृषिलाई हेर्ने दृष्टिकोण, हाम्रो स्वास्थ्यलाई हेर्ने दृष्टिकोण जस्ता दृष्टिकोणहरू वा सार्वजनिक सेवालाई हेर्ने दृष्टिकोण जस्ता विषयहरू काङ्ग्रेस र माओवादी वामपन्थीका बिचमा केही फरक हुन सक्छन्। मैले के भन्न खोजेँ भने बृहत संवैधानिक ढाँचामा हेर्ने भने काङ्ग्रेस र वाम गठबन्धन अहिले धेरै फरक छैन। यो संविधानको ढाँचालाई ख्याल गर्ने हो भने, तर संविधानको ढाँचा मुनि आएर केही कार्यक्रममा जाने हो भने केही फरक हुन सक्छन्, जुन स्वाभाविक छ। त्यो स्वाभाविकै हो। अहिले पछिल्लो समयमा जुन थ्रेस होल्ड ल्याएको छ, यो थ्रेस होल्ड ल्याउनु, यो सबै चिज ल्याउनु भनेको पनि अहिलेको मुलुकमा एकदम कङ्ग्रेस र यो वामपन्थीहरू मात्र रहने, अरू चाहिँ ससाना दलहरू चाहिँ नरहने गरी यो चाहिँ नीतिसहितको चाहिँ योजनासहित यिनीहरूले ल्याएको, त्यही कारणले राप्रपालै समेत समस्या आएको भनिन्छ। थ्रेसहोल्डले नेपाली राजनीतिलाई सपारणतिर भन्दा विकृत बनाउनै मद्दत गर्यो। सासाना पार्टीहरूलाई सरकारमा जान दिनुपर्ने, एकपटक सरकारमा जाने व्यक्तिले गर्ने क्रियाकलापहरू बेग्लै हुने, पटक सरकारमा जानेको भद्रता र एकपटक सरकारमा जानेको बेग्लै हुने। त्यसो भएको हुनाले अब साना पार्टीहरूले पनि आफ्नो ध्रुवीकृत गर्नु पर्यो। जहाँ मिल्छ, जस्तो संयुक्तले गर्यो, माओवादी केन्द्रमा विलय हुन आयो अर्थात् पार्टी एकता गर्यो। त्यसो हुनाले अब हामीले लामो अभ्यासमा साना पार्टीहरू टिक्न सक्दैनन्। साना पार्टीहरू खर्चपर्चका हिसाबले टिक्न सक्दैनन्, राजनीतिक मोबिलाइजेसनका हिसाबले टिक्न सक्दैनन्, धेरै कुराले टिक्न सक्दैनन्। र त्यो साना पार्टीले पनि अब्जस्ट गर्नु पर्यो। एउटा सिट छ, त्यसलाई मन्त्री दिनु पर्यो, त्यसलाई के गर्नु पर्यो। त्यसो भएको हुनाले साना पार्टीहरूको पनि धेरै त्यस्तो नेपालमा पर्फर्मेन्स राम्रो देखिएन। कि सानो पार्टी हुने, सरकारमा नजाने, समर्थन गर्ने, बस्ने, प्रतिपक्षी भूमिका निर्वाह गर्ने, त्यो धैर्यता पनि त देखिएन। त्यसो भएको हुनाले स्थिर राजनीति र राजनीतिलाई एक हदसम्म स्थिर रूपमा नबनाएसम्म हामीले केही अगाडि बढाउन सक्दैनौँ भन्ने हाम्रो आफ्नो अनुभवले अहिले राजनीतिमा जे भइरहेछ यो कुरा सकारात्मकै छ र साना पार्टीहरूले आफ्नो ध्रुवीकृत गर्नु पर्यो। अहिलेको जुन चाहिँ राजनीतिक वातावरण छ, चुनावमा भाग लिने दलहरूदेखि लिएर सबै कुरा, यो हेर्दाखेरि अब साँच्चै यो प्रदेशसभा र प्रतिनिधि सभाको चुनावपछि मुलुकको राजनीतिक समीकरण एउटा कङ्ग्रेस, एउटा वाम शक्ति जसमा चाहिँ माओवादी र एमाले एक ठाउँ पनि रहन सक्ने भयो, त्यो बेलामा विभाजित पनि हुन सक्ने रहर भयो। अर्को चाहिँ यो मधेसवादी लगायत आदिवासी जनजातिहरूको अर्को एउटा सङ्घीय समाजवादी फोरमलाई नेतृत्व गर्ने शक्ति, यो ढङ्गकै शक्तिको संरचना बन्छन्। यो चाहिँ संसदमा, प्रदेशमा, सबै ठाउँमा यस्तै बन्छन् भन्नेहरू पनि छन्। तपाईँलाई कस्तो लाग्छ? नेपाली राजनीतिलाई चारवटा प्रवृत्तिले निर्धारण गर्दैछ। अब नेपाली राजनीतिमा चारवटा प्रवृत्तिहरू देखिँदैछन्। एउटा हिन्दूवादी प्रवृत्ति जसले राजनीतिक रसलाई अलिकति हिन्दूकरण गर्न खोज्दैछ। दरबारको पनि इन्ट्रेस्ट, कमल थापाजी आदि उदी एउटा कार्ड त्यो हो। र अर्को नेपाली कङ्ग्रेसले नेतृत्व गरेको यथास्थितिवादी शक्ति। नेपाली कङ्ग्रेसले भनेको यही हो। नेपाली कङ्ग्रेस अन्तत्वागत संसदीय व्यवस्थामा विश्वास गर्छ र ऊ संसदीय व्यवस्थालाई उसको संसदीय व्यवस्था आइसक्यो। र तेस्रो वामपन्थी धारा जो सामाजिक न्यायसहितको राज्य व्यवस्था, सामाजिक न्यायसहितका कार्यक्रमहरू, सामाजिक न्यायसहितको सके पनि नसके पनि मुखले अगाडि बढाए पनि नबढाए पनि मुखले अगाडि बढाउँछु भन्ने धारा छ। वामपन्थीहरूका केही बाध्यताहरू छन्, वामपन्थीहरूका केही अप्ठ्याराहरू छन्, गर्न सकिन् नसकिन् केही भन्न पर्ने छ कि समाजलाई अलिकति अगाडि लैजान्छु है, सामाजिक न्यायको प्रत्याभूत गर्छु है, अलि सोसल इन्क्लुजन, सामाजिक समावेशीकरणलाई अलिकति बढावा दिन्छु है, गर्लान् नगर्लान् त्यो एउटा त्यो बाध्यता छ, उनीहरूले त्यो बोलिरहन्छन्। र अर्को नेपालमा अझै पनि पहिचानको मुद्दा एक ढङ्गले सेटल भएको छैन।
नेपाली राजनीतिमा पहिचानको मुद्दालाई अहिले लुकाइएको छ। अर्थात् अहिले पहिचानको मुद्दा सतहमा छैन, जसरी पहिलो संविधान सभाका सतहमा थियो। अहिले त्यो मुद्दा बिस्तारै सतहभन्दा अलि केन्द्रभन्दा टाढा टाढा पुर्याइएको छ। तर त्यो मुद्दा पनि कुनै दिन पिउँदिन्छ। त्यसलाई तपाईँ क्षेत्रीय दलहरू भन्नुहोस्, त्यसलाई तपाईँ जनजातिहरूको प्रतिनिधित्वको आवाज भन्नुहोस्, त्यसलाई तपाईँ मधेसी दलको आवाज भन्नुहोस्, तर म चाहिँ त्यसलाई पहिचानको धार भन्छु। भनेपछि चारवटा धारका राजनीतिहरू, पहिचानको धारको राजनीति कङ्ग्रेससँग टाइअप भएर जाने कि वामपन्थीहरूसँग टाइअप भएर जाने कि ऊ एकतिर नआइकन उसको पहिचानको मुद्दा सेटल हुँदैन। उसले आफै यो क्षेत्रीय पार्टीहरूको एउटा लिमिटेसन के हो भने, एउटा सीमितता के हो भने, उनीहरूले मुद्दा उठाउन सक्छन्, तर मुद्दाको सम्बोधन कोही न कोहीसँग नेगोसिएट गरेर हुनुपर्छ। एक्लै मुद्दाको सम्बोधन हुँदैन। आन्दोलन एक्लै हुन्छ, तर सहमति र सम्झौता अर्को कसैसँग गर्नुपर्छ। त्यसो भएको हुनाले तत्काल 2-4 वर्ष 5 वर्ष नेपालमा 4 किसिमका राजनीतिक धारहरू हुनेछन् र प्रतिनिधि सभा र प्रदेश सभामा चाहिँ तपाईँले भने जस्तो 3टा धारको बेसी प्रतिनिधित्व हुनेछ। पहिचानको धारको पनि प्रतिनिधित्व हुनेछ, कङ्ग्रेसको धारको प्रतिनिधित्व हुनेछ र वामपन्थीहरूको धारको प्रतिनिधित्व हुनेछ। मूल रूपमा राजनीतिक 4वटा प्रवृत्तिद्वारा निर्देशित हुनेछ। प्रतिनिधित्वका हिसाबले 3टा प्रतिनिधित्वको धार चाहिँ अगाडि बढ्नेछ। त्यसले नेपाललाई कतातिर लाने सम्भावना हुन्छ? हेर्नुहोस्, अब हामीले लामो समयदेखि नेपाली सङ्घीयताको वकालत गऱ्यौँ, नेपालमा सङ्घीयता चाहिन्छ भनेर भन्यौँ। अब यो सङ्घीयतालाई कसरी लागू गर्नुहुन्छ नेताजीहरूको कुरा हो। तर म एउटा कुरा केमा सकारात्मक छु भने, म धेरै कुरामा सकारात्मक छैन, तर एउटा कुरामा के सकारात्मक छु भने भोलि प्रदेश सभा स्थानीय तहको निर्वाचन भयो, भोलि प्रदेश सभा बन्यो भने आजभन्दा पछाडि चाहिँ देश जाँदैन। कति अगाडि जान्छ भन्न सकिँदैन, कति फड्को मार्ला म त्यो भनिरहेको छैन, तर आजभन्दा गए गुज्रेको, अहिलेको भन्दा पनि गए गुज्रेकोमा चाहिँ देश पछाडि जाँदैन। किनभने प्रदेश सभा हुन्छ, प्रदेश सभाले प्रदेशका मुद्दाहरूको छलफल गर्छ। केही प्रदेश सभा केही उत्तरदायी हुन्छ काठमाडौँको केन्द्रीय सङ्घीय सांसदभन्दा, मुख्यमन्त्री हुन्छ लोकल्ली प्रदेशमा, त्यो केही जनउत्तरदायी जनताको नजिकको सरकार हुन्छ, स्थानीय तह पनि छ। भनेपछि म के कुरामा मात्रै तपाईँलाई भन्न खोजिरहेको छु भने राजनीति यहाँभन्दा धेरै पछाडि अब जाँदैन। अगाडि कति जान्छ भन्न सकिँदैन, अगाडि कति रूपमा दौडिन्छ फड्को मार्छ त्यो भन्न सकिँदैन। किनभने नेपाली राजनीति नै हुन्, प्रवृत्ति यही हो, पात्र यही हो। तर यो निर्वाचनपछि राजनीति पछाडि चाहिँ जाँदैन। एक कदम भने पनि, एक बित्ता भने पनि, एक औँला भने पनि, 1 इन्च भने पनि राजनीति अगाडि जान्छ। त्यति मात्रै भन्छु। सोमतजी, तपाईँले समय दिनुभयो र आफ्नो विचार राख्नुभयो, यसको लागि धन्यवाद। फेरि नमस्ते। हुन्छ, धन्यवाद, नमस्कार। तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु ने नेवा खया थिथि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगो लोमङ्का दिमते नेवाला